जितेर जाने, काठमाडौँ बस्ने, रन्न पार्कबाट बदाम खाने, सुन्दारा होटलमा सुत्ने, फेरि फर्किने मान्छे पठाउने हौ कि पर गएर कर्णालीको आवाज कम भयो, कर्णालीलाई हेप्न पाइँदैन भनेर प्रधानमन्त्रीको कठालो समाने मान्छे पठाउने यो फैसला 21 गते गर्ने हो। त्यसका लागि हो। अब यहाँ कुनै दलका विरुद्धको उम्मेदवारी छैन दाजुभाइ, कुनै पार्टीका विरुद्ध छैन, कुनै व्यक्तिका विरुद्ध छैन। याद गर, एक फेरि सोच, यदि सोच्दैनौ भने जाऊ र अहिले पनि संघीय संसदको वेबसाइट छ, त्यसमा भिडियो राख्या हुन्छ। अघिल्लो पटकको बजेट भाषण पढ्दाखेरि के भएछ थियो हेर आँखाले। 2079, 80, 81 सालका बजेट भाषण पनि हेर, 2078 सालको बजेट भाषण पनि हेर, 77 को पनि हेर, 76 को पनि हेर, 75 को पनि हेर, 74 को पनि हेर, 70 को पनि हेर, 71 को पनि हेर, 68 को पनि हेर, 64 को पनि हेर, 63 को पनि हेर, 56 को पनि हेर। क्या थियो? पहिलो पटक साबिकको कर्णाली, हामी त बाँके र बर्दियाकन पनि कर्णालीमै गाप्ने पक्षमा छौँ। बुझ्नुभयो कि नै? बाँके बर्दिया टाढा हुँदैन लुम्बिनीमा। रापरवाले बहुमत ल्यायो भने बाँके बर्दियालाई हामी स्पष्टका साथ कर्णालीलाई जोडेर माथिको हिमाल, पहाड र तराई जोडेर एउटा नयाँ सम्भावना हामी अगाडि बनाउँछौँ। यो राजनीतिक बाँडफाँड भयो दाइ भाइ हो। शङ्कर पोखरेलकन मुख्यमन्त्री चाहियो, पर बुटोल अलि उप्पो मिसाएपछि नुपाइने, यहाँ बसेका बाँके बर्दियाका 1-2 जना टाउकेकन मन्त्री चाहियो। यता कर्णालीमा मिसाएपछि नुपाइने, आफ्नो राजनीतिक पदका लागि देशको टुक्रा टुक्रा गर्ने यी दलालहरूको विरुद्धको चुनाव हो यसपटक। यो पनि याद गर तपाईहरुले। हामी त्यही भएर भन्छौँ, कति राम्रो मिलेको थियो भन त। तलपट्टि रुपैडिया थियो, माथिपट्टि नेपालगञ्ज, यतापट्टि बर्दिया, यहाँको धान उत्पादन हुने, माथि स्याउ उत्पादन हुने, सुर्खेत हुँदो बसिकन दैलेखका सुन्तला ल्याउँदै कतिसम्म हिमाल, पहाड र तराई तीनटै भूभाग मिलेको आज यो हाम्रो स्वर्ग भूमिलाई अहिले टुक्र्याएर बाँके बर्दिया यतातिर, माथिको यतातिर, परको यतातिर कलो खाँदाखेरि कुकुरलाई कला भाग नपुगे जसरी बाँडिया छन्, त्यो बाँड्नेलाई मिलाउने जिम्मा पनि रापरवाले लिन्छ। यसका साथ तपाईहरुले अगाडि बढ्नु। अब अहिले जुम्लामा चुनाव छ। म आज हजुरसँग दुईटा कुरा भन्न आएको। एउटा कुरा